आहा भन्छ जीवन भनेर भन्यो नि हैन स्वास्थ्य हुनुपर्यो समृद्ध हुनुपर्यो हैन अनि यो रमाइलो गर्ने अवसर पाउनु पर्यो सम्मान पनि हुनुपर्यो अब यहाँ तपाईले यहाँ हेर्दाखेरि धेरै खाजा लागेका ठुलै मान्छे भइएको पनि भयो हैन तर के छ भन्दाखेरि मलाई के थाहा छ भन्दाखेरि यो सेवाको काम हो परमात्माले गोल्डन टेम्पलको स्वास्थ्य र समृद्धि अभियान मार्फत सयौं हजारौं जनाको जीवन परिवर्तन गर भनेर मलाई नीति लगाएको भनेर म सम्झेर म काम गर्छु त्यही भएर आज यो अवस्थामा छु धेरै खुसी लागेको छ तपाईहरुले मलाई धेरै सम्मान गर्नुको भावनालाई दिएको अत्यन्तै खुसी छु र तपाईहरुलाई पनि स्वास्थ्य समृद्धिको यो महान अभियानमा सफल बनाउने काममा हरदम सहयोग गर्न सकौं यही म परमात्मासँग आशीर्वाद माग्न चाहन्छु आज लैचुरा खाने दिन भोलि हो र चाहिँ हामी मनायौँ हैन यहाँ सबै अब काम करिब सक्यो तपाईहरु इन्जोय गर्दै हुनुहुन्छ हस् त राम्रोसँगले लैचुरा